नमस्ते। धमलाको अमला खबरमा आज एउटा सूचना आएको छ। मानिस हराएको पुरनवास नगरपालिका वार्ड नम्बर 9 बस्दै आउनुभएका भक्त कठायत अथवा गाउँमा चिन्ने वान पिस नामले चिनिने हैन, उहाँको छोरा नेत्र कठायत भारतको राजकोटमा गएका थिए र साथमा मिलन बुढा हरियाली टोलकै पनि गएका थिए र गएको लामो समयसम्म घर परिवारसम्म कन्ट्याक्टमा थिए र अहिले हाल 4 महिनादेखि कन्ट्याक्ट विहीन हुँदा घरका मान्छे धेरै आपद विपदमा परेका छन्। मेरो भिडियोमा उहाँको फोटो, उहाँ गाउँको हुनुहुन्छ र हैन, हाइट तपाईको 5.5 फिट रहेको छ। तपाईले जहाँ पनि उहाँलाई देख्नुहुन्छ मैले मेरो कन्ट्याक्ट नम्बर दिएको छु, हेमन्त बुढा, मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सबैले यो भिडियोलाई सेयर गरेर भक्त कठायतको छोरालाई नेत्र कठायतलाई खोजिदिनु हुन सबैले मद्दत गर्नुहुनेछ। तपाईले हैन भिडियो सेयर गरेर पनि तपाईले ठुलो गुण लगाउनु हुनेछ। त्यही भएर सबैजनाले यो भिडियोलाई सेयर गरेर साथ दिनु होला, सपोर्ट गर्नु होला। भक्त कठायतको छोरा नेत्र कठायतलाई खोज्नको लागि धेरै तपाईको भूमिका हुनेछ। हस्त, धन्यवाद।